everyone. So this is the day 3 of our Manang trip. र हामीहरु चाहिँ 5 जनाको ग्याङ आएको थियौं तर 3 जना चाहिँ त्यति बेस काममै बस्नु भयो because they said they couldn't make it to the top. तर ड्याडी र म चाहिँ हार नमानेर जमजम हैन यहाँसम्म आइसकेपछि जानै पर्छ भनेर हामीहरु आइरहेको छौं. तर द भ्यू सबै नै यस्तो भइसक्यो अनि it has started to snow, so we are walking in the snow right now. अलरेडी देखिरा पनि होला स्नो फल भइरहेको. 2 घण्टा भइसक्यो हामीहरु हिँड्न थालेको बेस क्याम्पबाट. तर हिँडेको भनेको उकालो मात्र हो के. यति गाह्रो भइसक्यो यो उकालो हिँड्दा हिँड्दा. भ्यू नभएको देख्दा अझ किन आएछु र जस्तो गराउन थालिसक्यो. सो होपफुली हामी त्यहाँ पुग्ने बेलासम्म वेदर क्लियर भइहाल्छ कि भन्ने आशाका साथमा हिँडिरहेछौँ. तर आई डोन्ट थिङ्क सो. केही आशावाद हुन्छौँ हामी भन्ने कुरा. हेर्नुहोस् है. सो गाइज दिस इज अल्सो एन एक्सपिरियन्स. आई डोन्ट थिङ्क तिरिचो बेस क्याम्पमा कुनै स्नोफल भइरहेछ भनेर. सो या त्यही नै हो. इट्स रियली कोल्ड हियर. अनि I'll keep updating. Bye. Bye bye. So हामी चाहिँ in the middle of everything. न ताल पुग्न सकेको छौँ न तल पुग्न सकेको छौँ. ड्याडीलाई त बरु केही पनि भएको छैन बट मलाई एकदमै नै गाह्रो भएर we are planning to hire घोडा. सो गाडी आयो के अरे घोडा आयो सरी गाडी आएछ. खुट्टा त चल्न नि सकेको छैन. सो त्यही भएर नै होइन झर्दाखेरि त ड्याडी जसरी नि झरिन्छ होला. यो उकालो चढ्नलाई गाह्रो भयो. सबैजना अझ मेन त यो घाम लाग्यो भए भ्यू देखा भए छुट्टै हुन्थ्यो होला. अल्मलिँदै हेर्दै ओहो यस्तो अझै राम्रो आउँदैछ भन्दै हिँडिन्थ्यो होला. बट स्नोफल भइरहेको छ एन्ड द वेदर इज लाइक दिस के. हाउ क्यान वी एक्सपेक्ट कि हामी हिँड्न सक्छौँ. अझै यहाँबाट 2 घण्टा जस्तो लाग्छ. 22 घुम्ती नै आइपुगेको छैन. उकालो नै सकेको छैन. 22 घुम्ती इज अल उकालो. सो अब त मसँग घोडा हुन्छ. सो मेबी आई विल भ्लग. तर घोडामा बस्न मलाई यत्तिकै नै डर लागिरहेको छ. मलाई एकदमै गाह्रो भइरहेछ. हाम्रो घोडा आइरहेछ. ड्याडी हजुर घोडामा चढ्नु भएको छ योभन्दा अगाडि? सानो सानोमा त अलिअलि चढेँ त तर डर लाग्ने थियो यसमा चढ्दाखेरि. We both are very scared but हामीहरु चढ्नै पर्ने हुन्छ किनकि एकदमै नै गाह्रो भइसक्यो. अल्टिट्युड सिकनेस नै हुन थालिसक्यो कि अब चाहिँ. सो औषधि खाएको छ है. फेरि औषधि खाएको छ. ओएसआर खाइरहेको छ अनि चक्लेट्सहरू पनि अलिअलि खाइरहेको छ. खानेकुराहरू खाइरहेको छ बट स्टिल छ. हाई गाइज. सो मैले चाहिँ घोडा हायर गरेँ तर ड्याडीले चाहिँ गर्नु भएन बिकज ड्याडी इज भेरी डरपोक. जमजम दाई भेरी 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 डरपोक. ड्याडीलाई एकदमै नै डर लाग्यो अनि त्यही भएर हामीहरू फर्किनु. ल हामी चाहिँ गएको. खुट्टामा लायो. The view and me.
अनि इभन अहिले म घोडामा छु भनेर खुसी भए पनि I have to walk all the way to down because घोडा चल्दैन तल जाँदाखेरि भन्नुभयो. And next thing is ड्याडी हिँड्दै नै आउनु भएको छ अनि घोडा चढेर आउनेको त it's already been around half an hour अनि अझै आधा घन्टा लाग्छ भनेको छ to reach Tilicho Lake, but Dad is walking, so no idea how much time will it take. Fail, but enjoy the view. It's snowing, so यस्तो राम्रो भ्यूहरू देखिरहेको छ. But if it was not snowing, हिउँ नपरेको भए चाहिँ something different देखिन्थ्यो होला. So it's all worth it. हो कि क्या हो? कुन हो यो? यो चाहिँ के हो? ए पानी जमे मात्र पो हो? आगो तान्नु पर्यो रे. मलाई पुगिसक्यो. This is the first and last time at Tilicho. हो त्यो त डिफ्रेन्ट हुनै पर्यो नि. आयो अब ओहो यो बाटो त पुरै फर्किनु पर्यो नि फेरि अब. त्यसको टेन्सन. Tilicho Lake, 4,919 meters. Oh, I don't think we'll be able to see the Tilicho Lake because of this snow. मलाई घोडा छोड्नै मन छैन. घाम लाग्यो भए कस्तो दामी देख्थ्यो होला के हरियो निलो. But it is snowed. होइन तलैसम्म. So we are returning back without seeing lake. लेक त देखियो तर
जस्तो देखिनु पर्ने त्यस्तो चाहिँ देखिएन एन्ड वी आर भेरी 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 स्याड बिकज यस्तो दुःख गरी आएको ठाउँ अनि वी क्यानट सी what we are come but what we have come to see हजुर अहिले चाहिँ हामीहरू फर्किँदैछौँ अनि अहिलेको भ्यू चाहिँ हेर्नु यस्तो छ पछाडि हेरिदिनु नि त ड्याडी चाहिँ हिँडेर नै हामी सँगसँगै हुनुभएको छ हजुर हिँडेर नै हामी सँगसँगै हुनुभएको छ हामी चाहिँ घोडामा छौँ होइन मलाई चाहिँ अल्टिट्युड सिकनेस नै भयो त्यही भएर आई ह्याड टु टेक हर्स अनि भ्यू चाहिँ यस्तो छ हिउँ परेर सास फेर्न गाह्रो हुने यस्तो एन्ड पन्जा पनि डिक्कीमा छ है मेरो पन्जा चाहिँ घरमा काठमाडौँमा स्कुटरको डिक्कीमा छ मेरो पन्जा चाहिँ I forgot to bring it here. ड्याडले हामीलाई उछिन्नु भयो हामी घोडामा आइरहेछौँ बट ड्याडले हामीलाई उछिन्नु भयो सो त्यही नै हो आई किप अपडेटिङ म धेरै बेर हात बाहिर निकाल्न मिल्दैन बिकज माई ह्यान्ड इज टु कोल्ड एन्ड इट्स गेटिङ नम्ब सो किनकि स्नोफल भइरहेको छ लेक देख्न नपाए पनि स्नो देख्न पाइयो स्नोले गरेर यो सुन्दर दृश्य देख्न पाइयो होइन नो रिग्रेट्स बट इट वुड ह्याभ बिन बेटर इफ यु कुड सी लेक या सो यही नै हो अब यो घोडा जहाँसम्म जान्छ त्यहाँसम्म हामीहरू घोडामै जान्छौँ जहाँसम्म जाँदैन त्यहाँबाट हामी फेरि स्टार्ट गर्छौँ हिँड्नलाई सो द्याट्स इट बाई सो यो चाहिँ तल घुम्ती हेर्न सक्नुहुन्छ होइन हामी त्यहाँबाटै स्टार्ट गरेको हो अनि यो घुम्तीको नाम चाहिँ प्राइस घुम्ती भन्छ सो फर्स्टमा चाहिँ हामीहरू किटिचो लेक जानलाई चाहिँ वी हेभ टु वक त्यो ठाडै उकालो फर अराउन्ड 2 आवर्स त्यसपछि त्यहाँबाट चाहिँ यस्तो खालको घुम्तीहरू आउँछ यो पनि उकालो नै हो बट त्यो चाहिँ ठाडै उकालो हुन्छ देयर इज नो एनी घुम्ती राउन्ड अबाउट्सहरू केही पनि छैन तर त्यहाँनिर चाहिँ यो चाहिँ घुम्ती सो टोटल 22 घुम्ती आएपछि चाहिँ यो सकिसकेपछि चाहिँ उकालो हल्का फुल्का मात्र छ अनि मोस्टली चाहिँ सिधावाला बाटो आउँछ है सो अहिले ओह्रालो झरेर छौँ हामीहरू त्यही हो स्टिल भिडियो भन्दैछु होइन यो नकिता राई मान्छेले चाहिँ त्यत्रो अल्टिट्युड सिकनेस भएपछि पनि स्टिल सो हामी चाहिँ अहिले हिँडिरहेको छौँ दिस इज द वे फ्रम श्रीखर्का टु खरसाङ खङसार अनि मम ड्याडीहरू त्यहाँबाट आउँदै होइसिन्छ तर पुरै हुसुले अगाडिको पछाडि पनि देखिरहेको छैन सो त्यही नै हो अब चाहिँ होपफुली आज हामी मनाङ पुग्छौँ बिकज आज चाहिँ हाम्रो प्लान भनेको चाहिँ मनाङ पुग्ने हो अनि मनाङ पुग्नुको मेन उद्देश्य चाहिँ वी हेभ अलरेडी स्टेड इन खङसार सो मैले छिनछिनमा यस्तो पल्टाइरहनु परेको बाटो हेर्नलाई सो लाग्छ होला अनि दिपा र दिपाको मम्मी आन्टी चाहिँ अगाडि गइसक्नु भएको छ होइन सो वी क्यानट रिच आउट टु देम अनि हामीहरू लिटल बिट ल्याक अफै गरिरहेको छौँ बिकज आई एम भेरी सिक अनि त्यही भएर